हेलो सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ पेमालाई स्कुल पुर्याउँदै थिएँ अनि बाटोमा चाहिँ अल्छी लाग्यो। पेमालाई पनि भिडियो बनाउन मन पर्छ क्या, त्यही भएर चाहिँ यतिकै भिडियो बनाइदिएँ। आजभोलि चाहिँ एकदम तरकारीको सिजन भएर होला है, तरकारीहरू पनि कस्तो राम्रो राम्रो फ्रेस फ्रेस पाउने क्या। अनि मेरो चाहिँ प्राय घरबाटै मम्मीहरूले पठाइदिनुहुन्छ तरकारीहरू सबै, त्यही भएर मन लागेको तरकारीहरू पनि किन्न पाउँदैन कि, सबै घरबाटै पठाइदिन्छ। अब त्यो नखाइकन त अब अरू के खानु होइन। सो गाइज हेर्न सक्नुहुन्छ तरकारी बजार। तपाईँहरूलाई फ्रेस फ्रेस तरकारी खान मन लागे तरकारी बजार भिजिट गर्नु होला। अनि यो चाहिँ पेमाको स्कुलको गाडीहरू हो। पेमालाई पनि एकदम भिडियोहरू बनाउन चाहिँ धेरै मनपर्छ क्या, त्यही भएर आमा छोरी गफ गर्दै अनि त्यस्तै हो। बच्चाहरू बोक्दै गएपछि भिडियो चाहिँ यताउति हल्ली फल्ली है। मोबाइल समाउनु कि बच्चाहरू समाउनु कि गाह्रो छ। यति भन्दै स्कुल नजिकै पुगिसक्यो। पेमा चाहिँ जाने बेला चाहिँ ह्याप्पी भइ जान्छ होइन। अनि जब गेटमा पुगेपछि चाहिँ अनि मामी मम्मी मम्मी तपाईँ पनि आउनु भित्र गर्छ क्या। अनि यो चाहिँ पेमा चाहिँ चक्लेट किन्नुपर्ने रे, चक्लेट कुरेर बसिरहेकी छिन्। पेमा चाहिँ आजभोलि एकदम धेरै जिद्दिसक्यो, भनेको कुरा पनि केही नटेर्ने है, त्यस्तो छ। टोपी सोपी पनि लाउन मान्दैन। अनि स्कुलमा चाहिँ आज धेरै भिड, आजभन्दा पनि जहिले यतिखेर चाहिँ भिड हुन्छ बिहानको टाइम। ल साथीहरू त्यस्तै हो, गफ गर्दा गर्दै स्कुल आइसकेको छ। पेमा चाहिँ मान्न त मान्छ, गेटमा पुगेपछि अलि नर्भस हुन्छ है। मैले चाहिँ छोडेर आइसकेँ पेमालाई, यताबाट हेर्दैछु देख्छ कि भनेर। अनि म चाहिँ लागेँ साथीको घरमा। जाँदा जाँदै बाटोमा चाहिँ मैले खैरेलाई भेटेँ। यो चाहिँ प्रणिता मेरो साथीको कुकुर हो घरको है। कति राम्रो छ हेर्नु न, खैरे भनेर बोलाउँछौँ हामी चाहिँ यसलाई। अनि साथीहरू प्रणिता र म चाहिँ पेमा लिन पनि आइसकेँ है। म चाहिँ साथीकोमा गएर गफ गरेर बसेँ दिनभरि। अनि यो चाहिँ यहाँको चाहिँ समोसा एकदम मिठो हुन्छ कि, त्यो समोसा साथीको। अनि त्यही भएर प्रणिता र म चाहिँ प्राय त्यही खाइराख्छौँ, मिठो लाग्छ। अनि साथीहरू जिन्दगीमा खान मन लागेको चिज चाहिँ खाइहाल्नुपर्छ क्या, मेरो चाहिँ बानी त्यस्तो छ है। अनि प्रणिताको पनि बानी त्यस्तै छ क्या, बरु मन लागेको लुगा लाउँदैन होइन, तर खान मन लागेपछि खाइहाल्नुपर्छ क्या, त्यस्तो बानी छ है। त्यस्तो बानी चाहिँ राम्रो हो कि होइन। अनि हामी चाहिँ गफ गर्दै खाजा खायौँ। प्रणितालाई पनि यो समोसा चाहिँ एकदम धेरै मनपर्छ है, मलाई नि मनपर्छ। तर म चाहिँ आजभोलि अलि सन्चो छैन मलाई, त्यही भएर म खानेकुराहरू बार्न पनि सक्दिनँ, अलिअलि खान्छु है। ल सबैजनाले माया गरिदिनु होला। यसो धेरै राम्रो भिडियो त बनाएको होइन, त्यही नि।